अंडा खायो भने कोलेस्ट्रोल बढ्छ। केरा अंगुर खायो भने सुगर बढ्छ। आलु खायो भने मोटोपन बढ्छ। मिल्क शेक या प्रोटिन पाउडर खायो भने किडनी फेल हुन्छ। यो सबै इन्फर्मेसन तपाईलाई सही लाग्छ भने तपाई गलत इन्फर्मेसनलाई विश्वास गर्नु हुँदैछ। किनकि बिराम हेल्थ इस्यु यो सबको कारण होइन, यस्तो फुडको कारण लाग्छ। सबैभन्दा खराब चिज त सुगर। यो पनि सुगर, यो पनि सुगर र यो पनि सुगर। यो प्रकारको सुगरलाई कार्बोहाइड्रेट भनिन्छ। यो फुड पनि खराब चाहिँ होइन। बिना प्रोटिनको न कुनै तपाई हेल्थ फ्याट लिनुहुन्छ न कुनै फाइबर लिनुहुन्छ, यसकारण तपाईलाई इन्सुलिन रेसिस्टेन्स हुन्छ अनि तपाईलाई डायबिटिज, कोलेस्ट्रोल, बीपी हाई जस्तो बिराम लाग्छ। साँचो यो हो कि अंडाले तपाईको गुड कोलेस्ट्रोललाई बढाउँछ। केरामा नेचुरल सुगर पाइन्छ, जहाँ चाहिँ ऊर्जाको स्रोत हुन्छ। यदि तपाईको पनि चिने जानेको मान्छेहरुमा यो गलतफहमी छ भने यो भिडियोलाई लाइक र उनीहरुसम्म चाहिँ शेयर गर्न नभुल्नुहोला।